guys, welcome back to my channel. Namaste. I hope सबैजना सन्चै हुनुहुन्छ. म पनि सन्चै छु. अनि सबैजनालाई ह्यापी दिवाली अनि ह्यापी भाइटिका सबै दाजुभाइहरुलाई. अनि म चाहिँ आइसकेको छु न्यू ब्लग लिएर. हामी चाहिँ टिका लाउन गएको थियौं ठुलो पापाको घरमा. हामी चाहिँ मान्दैन तर ठुलो पापाहरुको घरमा हामीले टिका लाएर आयौं. अनि भाइहरु त धेरै छ तर यहाँ दुई टिका मात्र देखिदैन. दुई वटा अझै छन्. सो गाइस हामी चाहिँ कति बजे गएको थियौं कति बजे आयो हामी 1 बजे गएको थियौं. अब मैले टाइम हेरेको थिएन. कति बजे छ 3 बजेर 45 मिनेट भइसक्यो. हामी चाहिँ भर्खरै आयौं. सो गाइस हामी चाहिँ घर आइसकेको छु. हामीले चाहिँ खाना ठुलो पापाहरुको घरमा खाइसकेको थियो. घरमा पनि खाएको छैन. अनि यति गर्मीमा हामी वहाँ गएर आयौं. गर्मी हुँदैछ तर पंखा चलाएको छैन किनकि पापा सुत्ता छन्. जाडो हुँदैन. अनि गाइस आजको ब्लग चाहिँ यति किनकि हाम्रो ठुलो पापाहरु आछन्. बाइ गाइस.